नमस्ते म सन्डी फेरि पनि हजुरको सामु न्यू भिडियो लिएर आइसकेको छु। अनि आज चाहिँ म के भिडियो ल्याएँ भन्ने कुरा हजुरहरूलाई म अवश्य देखाउने नै छु। अनि म चाहिँ फुल रेडी भइसकेँ। अनि अब चाहिँ रुमदेखि जानुपर्ने हुन्छ। अनि अब आज चाहिँ बिहेमा जानको लागि रेडी भएको नि त। अनि मेरो नन्द बहिनी म चाहिँ रेडी भइसकेँ। ल माय गॉड कस्ता राम्री है। बुरा लगता है भाई, आप लोग भी जानते हो यार। हामी चाहिँ रुमबाट मतलब घरबाट हिँडिसक्यौँ। अनि अब हामी चाहिँ हिँड्दै जानुपर्ने हुन्छ किनकि अब गाडी जाने बाटो छैन नि त, त्यही भएर हामी हिँड्दै जाँदैछौँ। अनि देख्न सक्नुहुन्छ हामी कतिजना। अनि हामी चाहिँ यहाँ माइजूलाई पर्खिनलाई बसिरहेछौँ, गफ गर्दै बसिरहेछौँ। हनीमून कन्ट्रोल। अनि अब जानुपर्ने हुन्छ सबै मिलेर। अब पर्खा पखरुक गरेर जानुपर्ने हुन्छ। कस्तो दामी रोड देखियो चाहिँ घरतिरको बाटो, मतलब यो पास्टर फिल्मतिर जाने बाटो यो। हामी चाहिँ यस्तो बाटो जाँदैछौँ। अनि यस्तो बाटो जानुपर्ने हुन्छ। अनि अब के गर्नु होइन, गाउँघरमा बाटो यस्तै छ। अनि यो चाहिँ फोहोर फ्याल्ने ठाउँ हो। म चाहिँ मेन धेरै चाहिँ घरतिरको बाटोको भिडियो बनाएँ। अनि मलाई कस्तो दामी लाग्यो नि त। अनि अब बाटो यस्तो अप्ठ्यारो छ, हिल्लाएर हिँड्नु नपर्ने हो भन्नुहुन्छ माइजूहरूले चाहिँ। अनि अब के गर्नु होइन। र पनि म चाहिँ यस्तो बाटो भए पनि हिलमा चाहिँ हिँडेँ, के गर्नु यस्तै छ। यो चाहिँ कोसी पनि देखिएको छ। अनि अगाडि पछाडि छौँ हामी चाहिँ। यहाँ चाहिँ आज चाहिँ बिहेको निम्ति आएर हामी चाहिँ गएको बिहेको निम्ति मनाउनलाई। यस्तो सुक्खा लाग्दो ठाउँ छ। अनि यहाँ चाहिँ कस्तो सम्म ठाउँमा पनि घर बनाएको रहेछ। यो सम्म ठाउँमा त सायद म आएको थिएँ जस्तो लाग्छ, तर खसै त्यस्तो ख्यालै भएन। अब आएको नआएको हेरेर थाहा हुँदैन, पुगेपछि मात्रै थाहा हुन्छ। अनि हामी चाहिँ अब बिहे गरेर पुग्न अब चाहिँ नजिकै छ। अनि हामी चाहिँ हिँड्दै जाँदैछौँ नि त। अनि त्यही भएर अहिले भर्खरै रोडमा निस्किएर हिँड्दैछौँ। बाटो रोड पाए पनि यस्तो छ है, रोड चाहिँ बाटो यस्तो छ। अब चाहिँ छैन माइजू छ मेरो। कसको? फुपूको घर? खै फुपूको घरै थाहा छैन। हामी त अझै पुग्नलाई टाइमै लाग्ने रहेछ। म चाहिँ यहाँ यो ठाउँ फर्स्ट टाइम भन्दा पनि एकचोटि आएको थिएँ फुपूकोमा। यो बाटो हो कि कुन बाटो थाहा छैन। एकचोटि त हो, त्यो पनि के कठहरै कठहर छ यहाँ त। कठहरको आगमन हो कि क्या हो। अनि यहाँ चाहिँ हामी बिहेमा जाने कुर्थावालीको आगमन हुँदैछ है। सबै कुर्थावाली नै वाली। ओहो रक्सी पनि गन्दै हुनुहुन्छ हाम्रो माइजूले। यहाँले आएर पनि काम गर्नु हामी भन्दा फर्स्ट निस्किन्छ होइन र। यही बाटो आएको के घर पुग्ने बेला के बेहुली लजाए जस्तो लजाकीहरू। देखिँदैन रहेछ बिहे घर। ऐसे तो नहीं होता है।
आगमन खानै छैन बिचरा जल्दी बोल, कल सुबह पनवेल निकलना है। उल्टो भयो हेततिरका मान्छे लड्छ थाहा छैन ऊ झोला लिएर आउँदै हुनुहुन्छ हामी आफ्नै घर फर्किनुपर्ने हुन्छ अब हामी चाहिँ निम्तो मनाउन मात्रै गएको हो नि त हामी चाहिँ निम्तो मनाएर पनि अब फर्किने क्रममा छु आजलाई चाहिँ यति नै बनाएको भिडियो अनि मेरो युट्युब च्यानलमा चाहिँ ढिलो चाँडो भए पनि भिडियो ल्याउने गरेको छु सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहे अनि आज चाहिँ अब यति नै भन्दै अब लामो छोटो भिडियो आउँछ कहिलेकाहीँ अनि अब सबैले माया गरिदिनु होला हैन मैले त्यस्तो राम्रो राम्रो भिडियो ल्याउन सकेको छैन भन्दै छुट्टिन्छु ल बाई बाई